हानगुगे कोरियाको छ्वासिक भुइँमा बस्ने मुनुवा संस्कृति। कोरियाको भुइँमा बस्ने संस्कृतिको बारेमा चाहिँ हामी पढ्छौँ। हानगुगिन्दुरुन कोरियनहरू चाहिँ फाङ्गिना कोठा अथवा मारुए आँगनको फादागे भुइँमा आन्जस बसेर सिक्सारुल खाना खाने अथवा VST प्लस गना भनेको वा अथवा सिक्सारुल हादा भनेको खाना खानु, सिक्सारुल हाँगना खाना खाने अथवा हिउँसिगोल छुइ हानुन आरामको सदुपयोग गर्ने छ्वासिक मुनुवारुल भुइँमा बस्ने संस्कृतिलाई खाजीको सुनिदा लिइरहेका छन्। इरहान यस्ता छ्वासिक मुनुवानुन भुइँमा बस्ने संस्कृति चाहिँ खाजोक इना परिवार अथवा खाकाउन नजिकैको छिन्गुदुल्केरी साथीहरू बीच हाम्के सँगै सोथोङ हाँगो कुराकानी गरेर युदे गामुल सम्बन्धलाई यङसँग हानुन्दे निर्माण गर्दाखेरि थोमोल छुम्निदा सहयोग गर्छ अथवा सहयोग गरिदिन्छ। छ्वासिक मुनुवा रोइने भनेको को कारणले, छ्वासिक मुनुवा रोइने भुइँमा बस्ने संस्कृतिको कारणले। हानगुक सारामदुरुन कोरियन मान्छेहरू चाहिँ थेबुपुन अधिकांश छिब आनेछ भनेको घरभित्र सिन्बारुल फतको जुत्ता खोलेर सेङ्वाल हाम्य जीवनयापन गर्छन् भने म्याउम्या VST प्लस म्याउम्या भनेको तैदै अथवा यो भने फादागे आन्जस भुइँमा बसेर सिक्सारुल हानुन खाना खाने सिक्ताङदो रेस्टुरेन्ट दो भनेको पनि सुइपके सजिलै फोल्सु सुम्निदा देख्न सकिन्छ। अर्को नेक्स्ट प्याराग्राफमा हेरौँ। छ्वासिक मुनुवागा भुइँमा बस्ने संस्कृतिले हेन्देदो आजभोलि पनि छिसोक द्वैनुन लगातार हुने एनुन कारण चाहिँ हानगुगे कोरियाको छन्थोङ परम्परागत नानबाङ तातो कोठा बनाउने फाङ्सिगुन तरिका चाहिँ ओन्दोल भनेको भुइँलाई हिटिङ गर्ने सिस्टमको यङयाङ भनेको प्रभाव तेमुन इरागो हाम्निदा प्रभावको कारणले हो भनेर भनिन्छ। ओन्दोल चाहिँ फादागुल भुइँलाई तातु थागे हानुन तातो बनाउने अथवा न्यानो बनाउने हानगुगे कोरियाको छन्थोङ परम्परागत नानबाङ तातो कोठा बनाउने सिसुथेमुरो सिस्टमको रूपमा यर धेरै खागुगा परिवार मोइदाबाट मोय भएको मोय भेला भई साल्दाबाट सानुन बसोबास गर्ने आफाथु एसदो अपार्टमेन्टमा पनि फाएपुरुल पाइपलाई फादागे भुइँमा काल्दाबाट कारा भएको है भुइँमा बिछ्याई तुगौन तातो मूल भनेको पानी मुरुल पानीलाई सुनुवा सिकिदा भनेको सर्कुलेसन गराउनु सुनुवा सिकिनुन सर्कुलेसन गराउने फाङ्सिग्रो तरिकाको रूपमा सायङ दोइम्निदा प्रयोग हुन्छ। फाकेसनुन बाहिर चाहिँ छुरो प्राय सोफा अथवा उइजा कुर्सीमा आन्ताबाट आन्जा भए बसी सेङ्वा लानुन जीवनयापन गर्ने छलमुन जवान सारामदुल्दो मान्छेहरू पनि छिब आनेछ घरभित्र छाजु प्राय तातुथान न्यानो अथवा तातो फादागे भुइँमा आन्जा बसी टिभीलाई होइन फोगना हेर्ने अथवा सुइगिदो हाम्निदा आराम गर्ने पनि गरिन्छ।